हेलो एभ्रिवान, स्याटरडे स्पेसल मेरो मिनी भ्लगमा आज चाहिँ मेरो स्याटरडेको बिहानको खाना के हुन्छ हेरौँ है त। फर्स्टमा मैले पुदिना टिपेँ साथीहरू। पुदिना टिपेर चाहिँ मैले त्यसलाई पखालेर सिलौटोमा राखेँ साथीहरू। अनि त्यसपछि नुन हालेर दुईटा डल्ले खोर्सानी राखेर त्यसलाई मैले मसिनो हुने गरेर पिनेँ। अनि मैले टमाटर पनि अगाडि नै पोलेर राखिसकेको थिएँ साथीहरू। पोलेर राखिसकेपछि चाहिँ मैले त्यसलाई मसिनो हुने गरेर फेरि त्यसमै पिनेँ। अनि यहाँ कचौरा मैले तिल रेडी गरिसकेको थिएँ, त्यही तिलमा त्यो अचार राखेर मिक्स गरेँ। अनि मैले तरकारी नै रेडी गरिसकेको थिएँ काटेर। अनि त्यसपछि चाहिँ मैले कराई बसालेर कराई तातिसकेपछि चाहिँ त्यसमा तेल हालेँ। तेल हालेर मेथी फुराएँ। मेथी फुराएपछि चाहिँ डल्ले खोर्सानी पनि त्यसमै हालिदिएँ। अनि त्यसपछि मैले करेला पनि हालिदिएँ साथीहरू। पहिला करेला भुटेपछि त्यसको त्यो अलिक कम हुन्छ नि त। मेरो चाहिँ करेला एकदम फेभरेट हो क्या साथीहरू। अनि अब प्रेसर लो छ तर पनि मिठो लाग्छ क्या। अनि त्यसपछि मैले त्यहाँ माथिबाट त्यो करेला रातो भइसकेपछि आलु हालेँ। आलु हालेर मजाले चलाएर एकछिन छोडिदिएपछि फेरि त्यहाँ माथिबाट मैले अलिक काटेर राखेको त्यो भिन्डी पनि माथिबाट हालिदिएँ साथीहरू। अनि त्यो पनि मजाले भुटिसकेपछि चाहिँ भुटेर चाहिँ मैले त्यसपछि माथिबाट नुन र बेसार लगाएँ। नुन र बेसार लगाएर मजाले चलाएपछि अनि फेरि एकछिन छोडिदिएर त्यसमाथिबाट फेरि मैले मसला लगाएँ, जिरा धनियाँको धुलो। अनि त्यसपछि मजाले चलाएँ साथीहरू। अनि त्यसपछि मैले अघि पिनेर राखेको त लसुन र अदुवा अनि त्यसमा डल्ले खोर्सानी मजाले मिक्स गरेर पिनेको थिएँ। त्यो मिक्स गरेर पिनेको त्यो पेस्ट हालेपछि टमाटर हालेर मैले छोपिदिएँ साथीहरू। अनि हेर्नु न कति छिटो पाक्छ क्या यो टमाटर। अनि त्यसपछि मजाले गलेको छ। अनि थोरै पानी पनि लगाएँ साथीहरू, किनकि आज हाम्रो स्याटरडे स्पेसलमा यो मिक्स तरकारीसँग चाहिँ ढिँडो खाने प्लान थियो। अनि त्यसपछि मैले त्यो पानी हालेर चलाइसकेपछि एकछिन छड्केपछि मैले त्यसमा सुकमले राखेर चाहिँ रेडी भयो साथीहरू तरकारी। अनि यता चाहिँ पानी बसाल्यौँ ढिँडोको लागि। अनि त्यसपछि त्यो पानी बसालेर पानी उम्लेपछि चाहिँ हामीले पिठो छर्नुपर्छ क्या साथीहरू। अनि पिठो छरिसकेपछि चाहिँ हाम्रो ढिँडो चाहिँ रेडी हुँदैछ। हेर्नु कस्तो मजाले मस्किँदैछ ढिँडो। एकदम नरम भएको थियो क्या ढिँडो पनि। अनि ढिँडो त रेडी भयो साथीहरू। अनि हामीले थालमा हालेर चाहिँ खान थाल्यौँ। एकदम मिठो भएको थियो साथीहरू ढिँडो चाहिँ। हजुरहरू नि यसै गरी तरकारी बनाएर ढिँडो बनाएर खानु होला साथीहरू। हामीले चाहिँ खायौँ। बाई बाई साथीहरू।